Finally, I am ready, guys. आज हामी यसो बाहिर घुम्नलाई निस्किने भनेर रेडी हुँदैछौँ। खानासाना खाएर अनि कार्डहरु पनि बनाउन जान थियो अनि त्यतिखेर यसो बाहिर जाऊँ न त भनेर। This is my final looks, guys. त गाइस हामी निस्क्यौँ। अब कतापट्टि जाने? यता। ल हामी निस्क्यौँ अब हाम्रो यात्रातिर। 1 बजे निस्किने भने फेरि अलि छिटो हुन्छ क्या त्यहाँ भनेर अनि फेरि 1 घण्टा कोठामा बसेर बल्ल निस्किँदै छौँ। जाडो छ बाहिर त। बस आउँछ अरे आज यहाँ पहिलोचोटि बस चढ्ने हो म कोरियामा आएपछि। कसो हो यही अगाडि आउँछ। म तल त हो भने थिएँ। 4 मिनट छ। 4 मिनट छ अरे अब दगुर्नु पर्यो। फेर्न पर्दैन एउटै हो। त्यही गाडीमै पुगिन्छ। ओके। बनाएर सकियो अब हाम्रो यहाँ कार्ड। सिधै म यहाँ बिचको भिडियो खिच्दै खिचिनँ। यहाँ कार्ड बनायौँ। 5 बजेको टाइम थियो। ठ्याक्क 5 बजे 5 बजे 1 घण्टा कुर्न पर्यो छिटो आएर। अब कता गइन्छ थाहा छैन। बाहिर निस्किँदा त बाहिर त कति जाडो छ। अब यहाँबाट कहाँ जाने हो अब के भन्नुहुन्छ आएपछि थाहा हुन्छ गाइज। म यहाँ बाहिर कुरिरहेको छु। अब यहाँ भिजा के कार्ड बनाएपछि नेपाल आउन जान पाइन्छ अरे मन लागेको बेलामा। अनि त्यही भएर भोक लागेको भएर खानालाई जान्छु अन्त ल्याउनु आइसक्रिम होला। अरू के हो र अरू कुरा खाना मिल्ने जस्तो छैन यहाँ। हेर्दा थकै लाग्यो। अनि यत्रो कसरी लिउ गरेको पुरै छ नि त। कसरी खान्थे पहिला मासु बनाएको कसरी चलिन्थ्यो खाना कसरी बनाउँथ्यो फोटो खिच्ने ठाउँ छ यहाँ चाहिँ। ओके The Chinatown यही हो रे गाइज। हेर्नुहोस् यहाँ पुरै यहाँ ढुङ्गाले कोरेको यहाँ मूर्ति जस्तो रहेछ पुरै। यो के हो? यो मूर्ति हो कि के हो यो?
चाइना टाउनको मेन गेट यहाँ छ। ट्रेनको वेटिङ गरिरहेको छु गाइज। म यहाँ पहिलोचोटि ट्रेन चढ्दैछु। कथेर आउने थाहा छैन। म हो देखि छु। कहाँ हो त फर्स्ट एक्सपिरियन्स भन्छ यो ट्रेन। लिफ्टमा आउनुहुन्छ चल्न पनि मिलेन। अब के गर्ने गाइस बाध्यताले क्यामेरामा आउनै पर्यो।